यो सुदन गुरुङ नेपाली हो। अब नेपाली गुरुङ अनि के हुन्छ त, विदेशी हुन्छ त? अनि त्यो बाहिर चर्चा छ, उनको नागरिकता छानबिन गर्नुपर्छ। त्यो त गलत कुरा, त्यो त गलत कुरा। सुदन गुरुङ कोही लामा देख्ने बित्तिकै, कोही गुरुङ देख्ने बित्तिकै, कोही अरू देख्ने बित्तिकै, कोही तराईमा यादव देख्ने बित्तिकै यो चाहिँ गलत कुरा हो। त्यसको तपाईँ विपक्ष? म चाहिँ अहिले के छु भने, हो नागरिकतामा खम्पाहरूले नेपालमा नागरिकता लगे। अब खम्पाहरू चाहिँ नेपालका विरुद्धमा छन्। किन छन् भने उनीहरूको पनि बाध्यता हो। म पनि यो कुरालाई उनीहरूलाई गलत भन्दिनँ, किनभने जसको मुलुकै खोसिएको छ तर नेपालीले खोसिया होइन, त्यो कुरा उनीहरूले बुझ्नुपर्छ। जो टिओबी ग्याङ आयो, जसले सिंहदरबार जलायो होइन, त्यो त भिडियोमा प्रश्न देखिन्छ। टाढा जानु पर्दैन, सुदनजीकै नेतृत्वमा त्यहाँ गएको छ त सिंहदरबारमा। त्यो अहिले सुदनजी उम्किन पाउनुहुन्न त्यसमा होइन। अब सायद होइन, त्यो भए हुनाले त्यसमा जो संलग्न भएका मान्छेहरू, उनीहरूको समस्या के हो भने आजको समस्या होइन, यो जुगको समस्या हो। जब 1960-80तिर 60-70तिर कति एक्युरेट डेट त थाहा छैन, हामी जन्मिया त थिएनौँ। दलाई लामालाई चीनबाट, तिब्बतबाट चीनले लखेटेपछि वा उहाँ निर्वासनमा उहाँ गइसके पछाडि भएको समस्या हो। यो त जियो पोलिटिक्स हो। नेपालमा खम्पाले त त्यति ठुला हतियार ल्याएर नेपालभरि मान्छे मार्न सुरु गरे होइन नि त। नेपालमा त्यो मुस्ताङतिर सुरु गरे होइन, नेपालमा युद्ध सुरु भएको हो कि होइन। 2032 सालमा तत्कालीन राजाले खम्पाको अन्त्य गरे। एक चीन नीति मान्छौँ भनेर नेपालले त्यो नीति अवलम्बन गर्यो। अनि राजाको नाम अहिले सुनाउनु न कोही तिब्बतीहरूलाई, नाम सुन्यो भने गाली गर्छन् राजा।